जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ। किनभने संसारमा कोही पनि मर्न चाहँदैनन्। अब म पनि मर्न चाहदिनँ। सधैँ बाँचेको भए पनि हुन्थ्यो, बुढो नभए पनि हुन्थ्यो जस्तो लाग्छ क्या। तर हेर्दा हेर्दै बुढो भइसके जस्तो लाग्छ घरिघरि। अनि जीवनहरू कति छिटो बिते जस्तो लाग्छ। अनि हाम्रो जीवनहरू बित्छन्। अनि एक दिन हेर्दा हेर्दै मानिसले भन्छन् उनी त बिचारा मरेछ नि फल्ना फल्ना मान्छे त भनेर एक दिन हल्ला हल्ला हुन्छ हामी सबैजनाको। किनभने बाइबलले भन्छ मानिस मर्नु निश्चित छ, त मर्छ। अनि त्यस पछाडि इन्साफको कुरा गर्छ बाइबलले। हेर्नुहोस् त साथीहरू, बाइबलले मर्ने कुरा मात्रै भन्दैन, तर मरेपछि इन्साफको कुरा गर्छ। त्यो चाहिँ एकदम खतरनाक हो। इन्साफ के को लागि हुन्छ? तपाईँले यो पृथ्वीमा बाँचुन्जेल के गर्नुभयो त्यसको इन्साफ हुनेछ। मानिसले गरेको कर्मको एक दिन परमेश्वरको सिंहासनको अगाडि इन्साफ हुनेछ। त्यो इन्साफमा कोही पनि भाग्न सक्दैन। चाहे त्यो संसारको करोडपति पनि किन नहोस्, त्यो परमेश्वरको सिंहासनको अगाडि इन्साफ दिनुपर्छ। अनि संसारको गरिब भएर, गरिब जन्मेर गरिबमा किन नमरोस्, ऊ पनि परमेश्वरको सिंहासनको अगाडि उसले गरेको कर्मको इन्साफ दिनुपर्छ। एउटा कुरा हामीले जम्मैले याद गर्नुपर्छ साथीहरू, यो धर्मको कुरो होइन। संसारमा चाहे क्रिस्चियन होस्, चाहे हिन्दू होस्, चाहे मुस्लिम होस्, चाहे कुनै पनि धर्ममा आस्था राख्ने मानिस किन नहोस्, एक दिन सबैजना बाइबलमा बताउँछ परमेश्वरको सिंहासनको अगाडि इन्साफको लागि उभिनुपर्छ। साथीहरू, परमेश्वरको अगाडि यदि संसारमा तपाईँले राम्रो जीवन बिताउनु भएको छ भने, सबै कुरो राम्रो ठिक प्रकारले यीशुलाई मेरो प्रभु हो भनेर चिनेर विश्वास गरेर आफ्नो जीवन बिताउनु भएको छ भने परमेश्वरको अगाडि तपाईँको इन्साफ त्यसरी नै हुनेछ। तपाईँले कसरी जीवन बिताउँदै हुनुहुन्छ, तपाईँले खराब जीवन बिताउँदै हुनुहुन्छ, दुनियाँलाई ठगेर मारेर होइन, जे गर्न सक्नुहुन्छ गरेर तपाईँ खुसी बन्ने कोसिस गर्दै हुनुहुन्छ, तर याद गर्नुहोस् एक दिन तपाईँ अनि मेरो इन्साफ हुनेछ। इन्साफबाट कोही पनि भाग्न सक्दैन।